हुलास गेटको अगाडि आज आकस्मिक रक्तदान कार्यक्रम। आयोजक कोसेली युथ क्लब। आज मसँग कोसेली युथ क्लबको अध्यक्षजी हुनुहुन्छ। अनि दाइ आजको रक्तदान कार्यक्रम के कस्तो भयो त? आजको एकदम भव्य र सभ्यले लगातार सफल भयो होइन। अनि सोचे भन्दा राम्रो भयो किनकि यो अवस्थामा पनि हामीलाई बिहान हावाहुरी आउँदा पनि होइन त्यसले अलिकति हामीलाई डिस्टर्ब त गर्यो भए पनि त्यसको बावजुद पनि हामीलाई सोचे भन्दा राम्रो भएछ। अनि आज रक्तदान गर्ने व्यक्तिको सङ्ख्या कति पुगेको छ? हाम्रो अहिलेसम्मलाई 30जना पुग्यो। हजुर अब हाम्रो करिब 17जना आउने हाम्रो टार्गेट कतिजनाको टार्गेट थियो दाइ? टार्गेट 50जनाको हाम्रो। 50जनाको हो? हजुर हाम्रो अब 15-20 मिनटमा हुन्छ लगभग हुन्छ यहाँ। अब किनभने यो आकस्मिक कार्यक्रम भयो नि त, कसैलाई थाहा पनि भएन होइन। त्यसले गर्दा हामीले कुनै पचार पछार पनि गर्न सकिएन। यो 2 दिनको टाइमले गर्दा हाम्रो अलिकति गाह्रो भयो। हस् त, यस्तो कार्यक्रम फेरि पनि भइरह्यो। हामी युवाहरूको साथ तपाईँहरूलाई भइहाल्छ होइन यस्तो कार्यक्रम होइन। म धेरै युवाहरूलाई होइन सचेत पनि गराउनु पर्छ हामीले होइन। रक्तदान जीवन दान अब हामी एक टका दिएर कसरी बाँच्छ भन्दाखेरि होइन हामी दिन सधैँ तयार छौँ। कोसेली क्लब धन्यवाद। नारायणी अस्पतालबाट चाहिँ अलिकति जरुरी पऱ्यो भन्ने कुराहरू आकस्मिक गर्न सक्यो। त्यति पछार हामीले गर्न सक्यौँ। धेरै समय भयो पढाइ गर्न सकियो। त्यही भएर हाम्रो यति पनि हामीले सोच्यो हाम्रो राम्रै मान्नुहोस्। स्थान हुलास गेट अगाडि होइन। रक्तदान जीवन सबैजनाले